हामी चाहिँ आज एकछिन वाकमा निस्क्यो मम्मी बुवालाई लिएर। अब सन्डे एउटा नजिकैको पार्क छ यहाँ, बोन पार्क भन्ने। अनि यस्तो मजाको कुनै ट्रेल छ अनि हिँड्दा रमाइलो हुन्छ, शीतल छ, यस्तो हरियाली छ। अनि काइन्ड अफ मेडिटेसन पनि हुन्छ है यसरी वाकिङमा हिँड्दाखेरि चाहिँ। मेरो कुकुरमा मेरो बच्चा पनि हिँड्छन्, उसले पनि खुब इन्जोय गरेकी छिन्। रमाइलो छ, चराको चिरबिर आवाज अनि सूर्यको किरण यसरी आइरहेको छ। यस्तो रमाइलो छ हेर्नु। यो समर टाइम त एकदम बेस्ट टाइम हो। अनि स्पेसली यो म बस्ने स्टेट चाहिँ म बस्ने ठाउँ यो सिटी चाहिँ हरियाली छ, वरिपरि चारैतिर हरियाली। समरमा चाहिँ यो एकदमै राम्रो रमाइलो। अनि यतातिर पार्कहरू पनि धेरै रमाइलो पार्कहरू छ। मम्मी बुवाले चाहिँ यो के रुख होला, कस्ता रुख रहेछन् अमेरिकामा भनेर यसो रुखहरूको अनुसन्धान गर्दै हुनुहुन्छ। यो खएर हो नानी, नेपालको खएर हो जस्तो हो तर काँडा छैन कि। यो आज पूजा लाउँदा काँडे लाउँदा यो चाहिन्छ। ल यस्तो मम्मीले यहाँ खयरको रुख बताउनु भयो। नेपालमा अमेरिकामा खयरको रुख यस्तो काँडा छैन खयर त हो। नेपालको ल छोरी नाच्ने अरे क्या, नाच्ने